नमस्कार। आज हामी अक्षर आरम्भ सम्बन्धी समयको परिचर्चा गर्नेछौँ। अहिलेको समयमा सरस्वती पूजा निकट आइरहेको अवस्थामा विभिन्न बोर्डिङ स्कुल र अरू मन्टेश्वरी आदि लगायत शैक्षिक संस्थाहरूले अहिले अक्षर आरम्भको दिन भनेर यहाँ ठुला ठुला पम्पलेटहरू ब्यानरहरू गाडीमा टाँसिएको अथवा बोर्डिङको गेटमा झुन्ड्याइएको देख्न सकिन्छ। के भनिएको छ त भन्दा त्यहाँनेरि सरस्वती पूजाकै दिन अक्षर आरम्भ हुने भनेको छ। अब के सरस्वती पूजाकै दिन अक्षर आरम्भ हुनलाई शास्त्रले के भन्छ त? कि यो विधि सिद्ध हो या त्यतिकै पहिलेदेखि चलिआएको चलन हो? शास्त्रले के भन्छ त भन्दा धर्मसिन्धु, मुहूर्त मार्तण्ड आदि ग्रन्थहरूलाई आधार मानेर हेर्दाखेरि यहाँ के देखियो त भन्दा धर्मसिन्धुको तेस्रो परिच्छेद अन्तर्गत 323औं नम्बरको यो पङ्क्तिलाई लिँदाखेरि यहाँ के भनिएको छ भने विद्या आरम्भको लागि अथवा अक्षर आरम्भको लागि के भनिएको छ भने धर्मसिन्धुको वचन यस प्रकार रहेको छ। पञ्चमे वर्षे अक्षर लेखन आरम्भ उत्तरायणे कार्य अत्र कुम्भस्थः सूर्यवर्ज्य शुक्लपक्ष शुभप्रोक्त कृष्ण चान्त्यत्रिकं विना द्वितीया तृतीया पञ्चमी दशमी एकादशमी द्वादशी त्रयोदश्यः श्रेष्ठः अश्विनी मृगा आद्रा मृग भनेको मृगशिरा आद्रा भनेको आर्द्रा नक्षत्र पुनर्वसु पुष्य हस्त चित्रा स्वाति अनुराधा श्रवण धनिष्ठा शततारका रेवत्यो भौम शनि भिन्नबाराश्च शुभाः भनेर यहाँनिर लेखियो। मास्तिर चाहिँ तिथिको बारमा लक्षण बताइयो भने तल्लो लाइनमा चाहिँ विघ्नेशम लक्ष्मीनारायणौ सरस्वतीं स्ववेदम सूत्रकारं च पूजयित्वा गुरुं ब्राह्मणं धात्रीं च सम्पूज्य नत्वा भनेर सर्वास्त्री प्रदक्षिणीकृत्य भएर सबै त्यो यहाँ विधि बताएको छ। अन्तिममा प्रणवेन षोडशोपचारार्पणम् भनेर यहाँनिर बताइएको छ। अब यसले भन्न खोजेको के भने हाम्रो पञ्चाङ्ग निर्णय समितिबाट निस्किएका पात्रहरूको पनि पछाडिपट्टि मुहूर्त विचार अथवा मुहूर्तहरू भन्ने क्षेत्रमा पनि यी कुराहरू लेखिएको छ। त्यहाँ सरल भाषामा लेखिएको छ भने यहाँ संस्कृतमा लेखिएको छ र यसले भन्न खोजेको चाहिँ के भने पञ्चमी वर्ष भनेको 5 वर्षको समयमा उत्तरायण भनेको उत्तरायण हुनु पर्यो, माघ 1 गतेदेखि लिएर असार मसान्तसम्मको समय हुनु पर्यो। यसमा कुम्भस्थ सूर्यवर्ज्य भनिसकेपछि फागुनको महिनालाई लिएन यसले, होइन, फागुनको महिनालाई लिएन। त्यसमा शुक्ल पक्षलाई राम्रो मानेको छ। त्यसमा पनि कृष्ण पक्षका अन्तिमका 5वटा तिथि बाहेक यहाँनिर विशेष गरेर के भनेको छ भने द्वितीय तृतीय पञ्चमी दशमी एकादशी द्वादशी त्रयोदशी तिथिहरू श्रेष्ठ हुन्। ती तिथिहरूमा पनि अश्विनी मृगशिरा आद्रा पुनर्वसु पुष्य हस्त चित्र स्वाति अनुराधा श्रवण धनिष्ठा र शतभिषा र रेवती यी आदि गरिएका नक्षत्रहरूको समय हुन्छ र त्यसमा मङ्गलबार र शनिबार बाहेक अरू दिनहरू शुभ हुन्छ भनेर यहाँ शास्त्रले बताइएको छ। अब हामी विवेचना गरौँ 2082 सालको माघ 9 गते रहेको सरस्वती पूजाको दिन यी तिथिहरू कतिको मेल खान्छन् कतिको खाँदैनन्। हामी यो चाहिँ पात्र हेरेर यी तिथि बार नक्षत्रहरू कतिका मिलेका छन् कि छैन, त्यो दिन अक्षर आरम्भ गर्नलाई शुभ छ कि छैन भनेर हामीहरू चर्चा गर्नेछौँ। भिडियोको अन्तिमसम्म रहनुहोला। 2082 सालको सरस्वती पूजाको तिथि मिति आकलन गर्दाखेरि 9 गते शुक्रबार पञ्चमी तिथि रहेको छ भने पूर्व भाद्रपदा नक्षत्र रहेको छ। धर्मसिन्धुले विद्यारम्भको लागि काल विवेचना गरे अन्तर्गतै यहाँनिर हाम्रो के मिल्यो त भन्दाखेरि बार मिल्यो, शुक्रबारलाई हुन्छ भनेको छ। पञ्चमी तिथिलाई पनि हुन्छ भनेको छ। द्वितीय तृतीय पञ्चमी दशमी एकादशी द्वादशी र त्रयोदशी तिथिलाई मानेको हुनाले सो दिन पञ्चमी तिथि छ, त्यो पनि लागू भयो। शुक्रबारलाई पनि हुन्छ भनेको छ, किन त भन्दाखेरि मङ्गलबार र शनिबारलाई छोड्नु भनेको छ भनेपछि अरू बारमा भयो भने शुक्रबार पनि मिल्यो। नक्षत्रहरू के भनेको थियो भन्दाखेरि यहाँ नक्षत्रमा चाहिँ अश्विनी मृगशिरा आर्द्रा पुनर्वसु पुष्य हस्त चित्रा स्वाति अनुराधा श्रवण धनिष्ठा शतभिषा र रेवती नक्षत्र लिएको हुनाले सो दिन पूर्व भाद्रपदा नक्षत्र परेको हुनाले यो दिन विद्या आरम्भ गर्नको लागि शास्त्रले मान्यता दिएको नक्षत्र मिलिएको देखिएन। सो कारणले गर्दाखेरि सरस्वती पूजाकै दिन यो साल 2082 सालमा अक्षर आरम्भ गर्नको लागि समय उचित देखिएन। तर सधैँ सरस्वती पूजाको दिन समय उचित नदेखिएला भन्नै सकिँदैन, किनभने यी माथि बताएका तिथि र नक्षत्रको दिन यदि सरस्वती पूजा परेको छ र बार पनि मिलेको छ भने सरस्वती पूजाको दिन विद्या आरम्भ गर्न मिलो। तर प्रत्येक वर्षको सरस्वती पूजालाई नै आधार मानेर चाहिँ विद्या आरम्भ गर्नको लागि शास्त्रले अनुमति दिएको देखिएन।
युट्युबको माध्यमबाट भिडियो हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला र फेसबुकको माध्यमबाट भिडियो हेर्दै हुनुहुन्छ भने एकाउन्टलाई फलो गर्न नभुल्नुहोला।